It looks something. Done with our breakfast. अब चाहिँ म कति टाइमदेखि हेलमेट किन्यो भनेर सोचिरहेको थिएँ कि सो आज चाहिँ त्यहाँ जाने छौँ है फाइनली। सो त्यही हो, बिहान चाहिँ मैले खासै केही पनि खिच्न पाएन बिकज यस्तो हतार भइरहेको थियो। तर त्यही हो, यो हामी लाभी गार्डन भन्नेमा आएको अनि यहाँ चाहिँ यो लास्ट मन्थ रहेछ कि यो रेस्टुरेन्ट ओपन हुने चाहिँ। सो ठिकै भयो, ठाउँ चाहिँ एकदमै रमाइलो पिसफुल। हाई, सो आई जस्ट गट ब्याक अनि मैले त्यो हेलमेट किनेको ठाउँमा चाहिँ खासै केही नि खिचेन। म चाहिँ खासमा त्यो एलास्टुको फ्युजनवाला मोडल हेरेको थिएँ अनलाइन, सो त्यही हेर्नलाई गएको। तर साइटमा वेबसाइटमा देखायो पनि त्यहाँ एक्चुअल स्टोरमा चाहिँ रहेनछ। अनि अर्को ठाउँमा गएँ हेलमेट्स नेपालमा, त्यहाँ पनि त्योवाला चाहिँ पाएन। बट निस्किनु लागेको बेलामा चाहिँ मैले एउटा हेलमेट देखेँ कि जुन चाहिँ मैले पहिला फर्स्ट चोइस चाहिँ त्यो थियो मेरो। पछि आएर न कसरी अर्कोमा पुगेँ त्यो देखेँ, सो मैले त्यही किनेँ। सो म एकचोटि देखाउँछु। सो यो नोम्याडवाला हो अनि it looks something like this. खासमा व्हाइट कलरको लिन गइरहेको थिएँ, तर यो पनि राम्रो लाग्यो। जस्ट प्लेन खाले, मलाई चाहिँ त्यो एकदमै ग्राफिकवाला चाहिँ मन पर्दैन। सो यो चाहिँ मेरो बर्थडे गिफ्ट टु माइ सेल्फ। हाई, सो इट्स द नेक्स्ट डे अनि खासमा भोलि हो मेरो बर्थडे चाहिँ, तर आज चाहिँ तिथि अनुसार हो अरे मम्मीले भन्नुभयो। सो हामी यहाँ तल नै मन्दिर छ कि, सो एकछिन त्यहाँ गएर आउने भन्नुभयो। अनि मैले चाहिँ यो कुर्ता लगाएँ बिकज यो मलाई यस्तो टाइट भइसकेको थियो अनि अहिले ट्राई गरेको त फिट भएछ। अनि यहीँ जानलाई त लाउनु पर्थेन, बट मेरो यो इयरको थिङ्किङ चाहिँ के हो भन्दाखेरि त्यो लुगाहरू चाहिँ म स्पेसल अकेजन कुरेर बस्दिनँ, जेसो लगाइदिइहाल्छु भनेर। सो त्यही भएर लगाइदिएँ मैले। अफकोर्स भिडियोमा फुल त आएको छैन। हाई, सो बिहानबाट चाहिँ यो मैले बिहानबाट केही पनि खिचेको छैन होइन। अब चाहिँ ठ्याक्कै एकछिन बाहिर गएर आएको थिएँ कि, सो एउटा सानो हल गर्छु भनेर। जानको रिजन चाहिँ मलाई रेनकोट चाहिरहेको थियो, सो त्यो किन्न गएको। रेनकोट चाहिँ राम्रै खालको पायो, खोलेर चाहिँ नदिनु होला है बिकज मलाई झ्याउ लगाइरहेको छ अहिले गर्न। तर मैले पहिला किनेको रेनकोट चाहिँ एकदम पातलो थियो कि भित्र पानी पस्ने, त्यही भएर एउटा नयाँ चाहिरहेको थियो। अनि यो चाहिँ क्वालिटी राम्रो छ अनि अलिकति एक्सपेन्सिभ पनि थियो, तर क्वालिटी राम्रै होला भनेर किनेँ। अनि त्यसपछि चाहिँ भाटबुटिङ जाने काम थियो, एक दुईवटा मात्रै सामान किन्न थियो, तर के किन्यो है किन्न चाहिँ। फर्स्ट थिङ चाहिँ यो फ्रोजन नगेट्स र यो पोट्याटो समथिङ लिएर आएको भोलिको लागि। अनि त्यसपछि चाहिँ मेन चाहिएको भनेर चाहिँ त्यो ह्यान्डवास राख्ने फुटा थियो कि, सो एउटा पनि लिन्छु भनेर गएको, यो किनेँ। अनि त्यसपछि चाहिँ यो कप मैले भाटबुटिङ जाँदाखेरि यतिचोटि यो हेरेँ अनि फेरि होस् भन्दै छोडेर आएँ। अनि आज चाहिँ भनेर किनिदिएँ यो, तर मलाई राम्रो लागिरहेको छ, इट्स ओके। अनि एउटा यो ब्रेड, यो फ्रुट केक टाइपको छ, तर यो ब्रान्डको चाहिँ मिठो हुन्थ्यो, तर बट अलिक गुलियो भन्ने भएर धेरै भएको थियो नखाएको चाहिँ। एन्ड मेरो फेभरेट अहिलेको स्न्याक भनेको चाहिँ यही हो, यो रोस्टेड चना। सो यो एउटा ल्याएँ। अनि बाँकी चाहिँ यो तरकारीहरूवाला छ, सो त्यो चाहिँ म देखाउँदिनँ। सो आजको लागि त खासै केही पनि छैन, एकछिन काम गर्छु होला अनि के हुन्छ म खिच्दै गर्छु। हाई, सो आजको दिन चाहिँ अब अलमोस्ट सक्यो। अहिले बेलुका पनि त्यहाँ मन्दिरमा बत्ती बाल्ने प्रोग्राम रहेछ होइन, मलाई चाहिँ त्यति आइडिया थिएन। सो त्यो सकाएर आएँ अनि अब चाहिँ एउटा फेस मास्क लगाउनु लागिरहेको छु। त्यसपछि चाहिँ आई थिङ्क म सुत्छु होला आज छिटो नै बिकज आइम टु टायर्ड। आज बिहानदेखि के गर्यो एकछिन बस्नु पाएको छैन जस्तो भइरहेको छ कि। सो भोलि बिहान छिटो उठ्नुपर्छ अनि त्यही भएर
फेस मास्क लगाउँछु त्यसपछि चाहिँ सुत्छु अनि यो चाहिँ बाइ द वे यो AHA वाला हो एक्सफोलिएटर मेरो स्किन राम्रै भइरहेको थियो आई थिङ्क त्यो मैले त्यो जङ्कहरू पनि खान छोडेको थिएँ नि त त्यो 75 सफ्ट च्यालेन्ज गर्दाखेरि सो मैले त्यसले नै गरेर होला अलिकति राम्रो चाहिँ भएको थियो तर अहिले चाहिँ आई डोन्ट नो के भयो फेरि के अरे ब्ल्याक हेड्स अनि पिम्पल्स फेरि आउनु स्टार्ट भएको छ भाइ त मैले भने कि भनेन यो 75 सफ्ट सक्यो 2 विक्स भयो अनि मैले जिम पनि जोइन गरिसकेँ त्यसको पनि 1 विक भइसक्यो सो त्यो एस्पेक्ट चाहिँ इट्स गोइङ गुड अब जे होस् त्यही कन्टिन्यू चाहिँ गर्नुपर्छ अनि बल्ल रिजल्ट देख्छ आई थिङ्क यो त म सबैभन्दा लङ्गेस्टै होला यति कन्सिस्टेन्ट भएको विथ माई वर्कआउट अनि एक्टिभ हुने एन्ड अलमा ओके डन अब एकछिन राख्छु अनि त्यसपछि फेस वास गरेर चाहिँ आल स्लिप सो सी यु टुमरो पानी खतरा परिरहेछ तर म जिम जाने सोचेँ सो हिँड्दैछु अनि आज मैले बिदा पनि लिएको छ कि सो अलिक लाग्यो भने खासै फरक पर्दैन अब 5 बजी उठेर जान्थेँ सो टाइम छ वाइ नट भनेर निस्केँ डन विथ द वर्कआउट and it's my birthday and I have so many feelings about turning 30 years I'm 30 bhai आजबाट ओके यो चाहिँ घर कुरा गर्छु बट वर्कआउटको लागि आउन मन थिएन पानी परेर भएर तर आएँ अब चाहिँ अर्कै फिलिङ हुन्छ कि यस्तो गरेको अन्डा मलाई मन पर्छ सगुनवाला इज भेरी नोस्टाल्जिक बच्चाबाको क्या याद आउँछ कि भाइ दिदी म हुने अहिले जस्ट भाइ पनि छैन दिदी पनि हामी सबैजनासँगै बस्दैन नि त अहिले त्यही भएर इट्स डिफ्रेन्ट त ओके अन्डा हाई सो म लन्चपछि 1 मिनट सुत्थेँ बिकज आई वाज टु टायर्ड अनि अब चाहिँ हल्का खानेकुराहरू बनाउन जान्छु त्यसो त हेर्दा केही नै गर्ने होइन बिकज हामी जस्ट फ्यामिली मात्र नै हो बेलुका दिदीहरू नै आउँछ त्यसैको लागि अलिअलि खानेकुराहरू बनाउँछु पहिला चाहिँ खानेमा एक्साइटमेन्ट हुन्थ्यो भने अहिले चाहिँ मलाई बनाउन रमाइलो लाग्छ सो अब गएर बनाउँछु अहिले त्यस्तै 4 बज्यो त्यही हो जस्ट चिल अनि के नगर्ने होला है हाई सो अब चाहिँ दिदीहरूले केक लिएर आएको सो केक काट्नुलाई त्यही भएर हल्का रेडी भएँ तर मलाई चाहिँ खासमा त्यो पिजेमा नै कम्फर्टेबल भइरहेको थियो तर ठिकै छ एकछिनको लागि भयो नि यो ड्रेस लगाएँ अनि यो इयर चाहिँ आई डोन्ट नो वाइ तर रेड कलरसँग भाइब गरिरहेको थिएँ सो यो एउटा ड्रेस चाहिँ सिलाएको थिएँ सो एकछिनको लागि लाउँछु हाई सो इट्स द नेक्स्ट डे सो हिजो चाहिँ म खानेकुरा बनाएको खिच्दै थिएँ पछि मैले बिर्सेछु अनि खानेकुरा त त्यही हो युजल राजमा पुलाउहरू नै जुन बच्चादेखि खाँदै आएको हो सो त्यो खाएन भने चाहिँ बर्थडे नै इन्कम्प्लिट जस्तो लाग्छ कि सो त्यही गऱ्यौँ नभए चाहिँ योपालि मेरो बर्थडे मनाउने सोच पनि थिएन पछि चाहिँ आई थट
I'm never gonna be 30 again, so जस्ट घरमा नै सानोतिनो भनेर गरेको नभए चाहिँ एउटा अर्को रिजन हामी अर्को प्लान चाहिँ बाहिर जाने पनि थियो कि सो फ्यामिलीलाई लगेर कहीँ जानु पर्ला सोचेको थियो तर पछि फेरि घरमा नै गर्न भन्थ्यो अनि त्यही गरेँ सो त्यति नै हो यो भ्लग पनि यताउति भएको छ तर आई जस्ट वान्टेड टु क्याप्चर यो आजको दिन प्लस फ्यु डेज अस्ति हामी लाइक स्याटरडे ब्रन्चको लागि नि गएको थियौँ सो सबै यसमा नै हाल्छु सो थ्याङ्क यू फर वाचिङ गाइज